आज चाहिँ मैले सुँगुरको चारो पकाएर सबैलाई खुवाउन लागेको छु। म पनि खान लागेको छु। सुँगुरको चारो भन्दा छक्क पर्नुभयो होला है। मेरो माइततिर चाहिँ यसको सुँगुरलाई चारो पकाएर खुवाउनुहुन्थ्यो कि। अनि हामीले बच्चैदेखि चाहिँ यो नाला नालातिर थुप्रो देख्थ्यौँ क्या, जताततै हुन्थ्यो। अनि सबैले काटेर चाहिँ लगेर सुँगुरलाई चारो पकाएर खुवाउनुहुन्थ्यो। अनि माइतमा खासै हाम्रोमा कहिले यो पकाएको पनि हामीले देखिनौँ। भरे त यसलाई त गाभा भन्दो रहेछ, सबैले कति मन पराएर खानुहुँदो रहेछ यसको सब्जी। अनि मलाई चाहिँ थाहा थिएन क्या सब्जी पकाएर खानुहुन्छ भन्ने कुरा। अनि एक दिन हामी विराटनगर बस्थ्यौँ कि, त्यतिखेर मुठा मुठा पारेर सब्जीवाला दिदीले चाहिँ ढाकीमा बोकेर हिँडेको देखेँ। अनि सुँगुरको चारो किन बेच्न लिएर हिँड्नुभएको भनेर मैले सोधेँ। सबै आन्टीहरू हाँस्नुभयो क्या मजाले। यो त सब्जी खान मिल्छ नि, पकौडा बनाएर खायो भने झन् मिठो हुन्छ भन्दै भन्नुभयो। म त एकछिन त छक्कै परेँ। अनि मैले कहिले खाएको थिइनँ कि। पछिबाट म काठमाडौँ आउँदाखेरि मेरो एकजना साथीले चाहिँ कति मिठो हुन्छ यो गाभाको तरकारी, आज म बनाएर खुवाउँछु ल तपाईँलाई भनेर बनाएर खुवाउनु भयो। अनि म त फेभरेट क्या, म फ्यान भयो क्या गाभाको तरकारीको। तर एक दिन चाहिँ घरमा बनाएर खान्छु म पनि भनेर केलाएको त हात चिलाएर हैरान भयो। अनि यसले यस्तरी चिलाउँछ भन्ने पनि मलाई थाहा थिएन। कतिले त हातैले केलाएको देख्थेँ। अनि मलाई चाहिँ एकदम चिलायो। त्यही भएर मैले आज चाहिँ जुक्ती लाएर प्लास्टिक बाँधेर भए पनि म केलाएर पकाएर खान्छु भनेर केलाइहुरी गरेर पकाएँ पनि। अनि मलाई यो गाभा कसरी पकाउने भनेर पनि खासै थाहा थिएन के। त्यही साथीले पकाएको हेरेर अनि मैले हल्का फुल्का अब यसरी नै सिम्पल वेमा भए पनि कागजतिर खोर्सानी मिचेपछि चाहिँ एकदम मिठो हुँदो रहेछ क्या। अनि म त कस्तो मन पर्यो। अनि एक दिन मैले बनाएको थिएँ, त्यो नानीहरूलाई पनि चाख्न दिएको, नानीहरूले पनि असाध्यै मन परायो। अनि आज चाहिँ म सब्जी नै केही नपकाइ यो गाभा मात्रै बनाउँछु भनेर सब्जी केलाइहुरी गरेर अनि सिम्पल वेमा बनाएँ। तपाईँहरू कसलाई मनपर्छ गाभाको तरकारी? अहिले चाहिँ म फेसबुकमा पनि कतिले गाभाको तरकारी बनाउनु भएको देख्छु कि। अनि हेर्दै कस्तो खाम लाग्छ है। तर भन्ने बित्तिकै किन्न नि नपाउने। अनि के अरे त्यो हेरेरै कस्तो हुन्छ क्या, मलाई त कतिखेर खानु जस्तो। अनि अहिले यहाँनिर चाहिँ मलाई छिमेकी दिदीले दिनुभएको थियो। अनि त्यही केलाइहुरी गरेर अनि लतक्क पारेर पकाएर खानासँग समसम मुसेर खाँदा कति मिठो भयो। तर खाँदै गरेको चाहिँ मैले भिडियो खिच्नै बिर्सेछु क्या आफ्नो चाहिँ। अनि मेरो नानी र बुढोले खाँदै गरेको चाहिँ खिचेको छु। अनि मैले गाभा बनाएको तरिका भयो कि भएन, अनि योभन्दा अझ मिठो चाहिँ कसरी बनाएर खाने भनेर चाहिँ मलाई टिप्स दिनु होला। म त्यही अनुसार फेरि मिठो पारेर पकाउने छु। मेरो बुढाले खान थाल्नुभयो, घम खाँदै हुनुहुन्छ के। अनि एक्सप्रेसन चाहिँ हेर्नु होला अब कस्तो भयो भनेर म सोध्दैछु। वाउ रे, यत्तिकैमा नानीले मामु मेरो पनि खिच्दिन्न रे, उसले नि वाउ भनिसक्यो।